नमस्कार साथीहरू, आजको यो भिडियोमा हामी कुरा गर्दैछौँ नेपालको निजामती सेवा अन्तर्गतको एक महत्त्वपूर्ण पद नायब सुब्बाको बारेमा। धेरैको मनमा आउन सक्छ, नायब सुब्बा कस्तो पद हो, नायब सुब्बा बन्न के चाहिन्छ, कति पढेको हुनुपर्छ, परीक्षा प्रक्रिया कसरी हुन्छ र तलब तथा सुविधा के कति पाइन्छ। तपाईँ पनि लोकसेवा आयोगको नायब सुब्बा पदको तयारी गर्दै हुनुहुन्छ वा भविष्यमा नायब सुब्बा बन्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईका लागि एकदमै उपयोगी हुनेछ, जसमा हामी नायब सुब्बा पदको लागि आवश्यक पर्ने क्वालिफिकेसनदेखि लिएर परीक्षा प्रक्रिया, अन्तर्वार्ता तथा कम्प्युटर परीक्षण कसरी हुन्छ, साथै नियुक्तिपछि नायब सुब्बाको तलब सुविधा के कति हुन्छ र कहाँ पोस्टिङ हुन्छ अनि के कस्ता काम गर्नुपर्दछ भन्ने सबै कुराको जानकारी दिनेछौँ। त्यसैले भिडियो अन्तसम्म हेर्नुहोला र यस च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। सर्वप्रथम नायब सुब्बा भनेको के हो त? नायब सुब्बा नेपालको निजामती सेवा अन्तर्गतको एक महत्त्वपूर्ण पद हो, जुन शाखा अधिकृतको प्रशासनिक कार्य सञ्चालन गर्ने, अभिलेख राख्ने तथा विभिन्न नीतिगत कार्यहरू गर्छन्। अब कुरा गरौँ भ्याकेन्सी खुल्ने समय र परीक्षा प्रणालीको बारेमा। नायब सुब्बा पदको लागि लोकसेवा आयोगले प्रत्येक वर्ष प्राय पुस महिनामा भ्याकेन्सी खुलाउने गर्दछ। अनलाइन आवेदन दिनको लागि तपाईले कक्षा 12 उत्तीर्ण गरेको र कम्तीमा 18 वर्ष पुरा भएको हुनुपर्छ। त्यसपछि परीक्षा 3 चरणको हुन्छ। प्रथम पत्र सामान्य ज्ञान र आइक्यू प्रश्न सोधिन्छ। द्वितीय पत्र समसामयिक अध्ययन तथा सार्वजनिक सेवा व्यवस्थापन र तृतीय पत्र अन्तर्वार्ता र कम्प्युटर परीक्षण हुने गर्दछ। नायब सुब्बा पदको प्रारम्भिक तलब नेपाल सरकारको प्रचलित नियमअनुसार तय हुन्छ। निजामती सेवा ऐन अनुसार नायब सुब्बा पदको हालको मासिक तलब 34,730 रुपियाँ तोकिएको छ। यो कर्मचारीको अनुभव र सेवा अवधि अनुसार बढ्दै जान्छ, जसलाई ग्रेड वृद्धि भनिन्छ। साथै यस पदमा तलब बाहेक विभिन्न भत्ता पनि पाइन्छ, जस्तै महँगी भत्ता, घर भत्ता, पोसाक भत्ता र विभिन्न बिदाहरू पनि उपलब्ध छन्। यदि तपाईँ तीनवटै परीक्षा तथा अन्तर्वार्ता र कम्प्युटर परीक्षणमा उत्तीर्ण हुनुभयो भने आयोगले सिधै नियुक्ति सिफारिस प्रदान गर्दछ। अब तपाईँ सोचिरहनु भएको होला, म पनि नायब सुब्बा बन्न सक्छु त? पक्कै पनि। यदि तपाईँ कडा मिहिनेत, समय व्यवस्थापन र पाठ्यक्रम अनुसार पढाइ गर्नुहुन्छ भने तपाईँ पनि यो प्रतिष्ठित पदमा पुग्न सक्नुहुन्छ र आफ्नो जीवनलाई थप सम्मानित र सुखद बनाउन सक्नुहुन्छ। तपाईँ आफ्नो जीवनलाई थप सम्मानित र सुखद बनाउन सक्नुहुन्छ। आशा छ तपाईले नायब सुब्बा पदको बारेमा सम्पूर्ण जानकारी पाउनुभयो। नायब सुब्बा पदको परीक्षा, तलब र नियुक्ति प्रक्रिया कस्तो हुन्छ भनेर। यदि यो भिडियो उपयोगी लाग्यो भने भिडियोलाई तथा च्यानललाई सब्स्क्राइब गर्नुहोस् र लोकसेवा तयारी गरिरहनुभएका साथीहरूसम्म यो भिडियो सेयर गर्नुहोस्। अझै धेरै यस्तै जानकारीमूलक र तयारीमा सहयोगी भिडियोहरू आउँदैछन्, तसर्थ बेल आइकन थिच्न नबिर्सनुहोला।